त्यसमा तपाईँ मानव तस्करीको संरक्षक हो। यो कसरी भन्न मिल्छ? म भन्छु नि, अरूले उठायो भने तपाईले भन्न नमिल्ने प्रश्न म भन्छु नि। भन्नु। मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो, मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो, तर संरक्षण गरेर राख्नु भएको छ। उहाँ तपाईँको अनुमति बिना जापान जानुभयो होइन? उहाँसँग 3 जना तस्करीमा परेका युवा सँगै गए, सँगै फर्काइयो होइन त? उहाँले के भन्नुभयो? छोडिदिउँ, उहाँको जिब्रो कतिवटा छन् छोडिदिउँ, सँगै फर्काइयो। फर्काइसकिए पछाडि सबै 4 जनालाई पक्राउ गरियो। पैसा तिर्नेलाई चाहिँ आज पनि जेल, पैसा लिने र लेटर प्याडमा लेखिदिने र लिएर जानेलाई चाहिँ फुलको माला। लीला बल्लभजीले दिनेलाई चाहिँ किन थुने भयो लीला बल्लभजीको पीडितलाई? बारेमा मैले के भन्छु भने माननीय लीला बल्लभजीको बारेमा ड्यू प्रोसेस माननीय कसरी उहाँ? अहिले प्रदेश सभा सदस्य हुनुहुन्छ। त्यो तपाईँले राजकीय रूपमा भन्ने हो, तर जे कर्म उहाँले गर्नु भएको छ अब माननीय एउटा कुरा प्रश्न नैतिकताको। मेरो प्रश्न छ भने तपाईँलाई, नेपालको संवैधानिक कानुनी विधि प्रक्रियाबाट जाने हो नि त। नेपालको विधि प्रक्रिया भनेको नेतालाई चाहिँ छुट, जनतालाई चाहिँ गलत कुरा। कारबाही। नेता अदालतले अहिले जस्तो रवि लामिछानेलाई तपाईँ सरसरी हेर्नुभयो भने 4-5 वटा जिल्ला अदालतमा जुन तहको उहाँमाथिको सघन आरोप छ र उहाँले जसरी छुट पाउनु भएको छ त्यो पाउनुहुन्थ्यो। रवि लामिछानेले छुट पाएको? छुटै हो त। अब रवि लामिछानेले भनेको रवि लामिछाने मलाई मार्न मात्रै बाँकी छ, अरू सबै गरिसके भन्नुभएको छ तपाईँ छुट। म त देख्दिनँ कसरी मुद्दा त। अनि अपराध गरेपछि मुद्दा त लाग्छ। मध्यरातमा दाठुङ्गा बाटो लानु पर्यो अनि मान्छेको मन चिसो हुँदैन? हामीलाई बाथरुममा पिछा गर्दा पनि नदी थुने घटा पनि छ नि त मान्छेले। अनि तपाईँलाई गरेको चिजको चाहिँ तिर्ने हो र उहाँलाई? तिर्ने त होइन, कहीँ अनरेस्ट हुन्छ, कहीँ समस्या हुन्छ। होइन, म एकचोटि फेरि सोध्छु, तपाईँ रवि लामिछाने या अर्कोको प्रकरण जोडेर यसमा जवाब दिन सक्नुहुन्न मुख्यमन्त्रीज्यू? तपाईँको सांसदले चाहिँ पैसा लिएर ल्याइदिएको आरोप छ, लीला बल्लभजीले दिनेलाई चाहिँ किन थुने भयो पीडितलाई? मैले देख्दाखेरि प्रक्रिया छुट्यो। एउटा हामीसित औपचारिक अनुमति लिनु भएन। जानेदैन म आज जापान जाँदैछु भन्ने यस्ता कुरा गर्नु। जापा कि जापान भनेको छु मैले, काठमाडौँ भयो जस्तो होइन पनि भनेको छु। अनुमति लिनु भयो। अनुमति चाहिँ के हुन्छ भने उहाँलाई कतिवटा पत्र आयो भने उहाँले क्याबिनेट ल्याउनुपर्छ प्रस्ताव, क्याबिनेटले एप्रुभ गरेपछि अनि हामी परराष्ट्र पठाउँछौँ। किन विदेश जाने मलाई परराष्ट्र पठाउनु चाहिन्छ, परराष्ट्रले इट्स ओके भनेर मात्रै जानु पाउँछ। वास्तवमा त्यो प्रक्रिया अवलम्बन गरेको कहीँ विवादमा नपर्ने गर्नु भएन। किन छली गर्नुभयो आई डोन्ट नो। पैसा पछिरहेछ। त्यसपछि दोस्रो के रहेछ भने उहाँ चाहिँ अगाडि जानुभयो, गएपछि उहाँको यात्रा ठिक होइन भन्ने कुरा हामी निष्कर्ष निकाल्यौँ। फर्केर आएर मलाई भेट्नुभयो, राजीनामा दिनुहोस् भने राजीनामा दिनुभयो, मैले स्वीकृत गरेँ। अनि कसरी न्याय गरेर तस्करको संरक्षण हुनुभयो नि? उहाँ अहिले तपाईँको सांसद हो। अब मेरो प्रश्न छ भने तपाईँ, उहाँले ती युवा त सँगै लगायो नि होइन त? उहाँले मलाई के भन्नु भने हङकङमा एयरपोर्ट पुग्दा हामी तपाईँ आएको भने भन्नुभयो। उहाँले त्यसो भन्नु, उहाँले भनेको कुरा पत्याउन त मलाई लाग्छ दुध खाने बालकले पनि पत्याउँदैन, तपाईँ चाहिँ पत्याउनु हुँदो रहेछ। पार्टीमा त्यस्तै हुन्छ। मैले विधि सिस्टमलाई पत्याउँछु। तर जो युवा पैसा दिएका छन् उनी त पीडित होला नि, यिनलाई थुन्नु थाहा छैन। त्यसमा